तपाईले कुनै पनि काम गर्नुभन्दा अगाडि हजुरले यात्रामा जानुभन्दा अगाडि एउटा नियम अपनाउनुस्, जुन नियमको कारणले गर्दा हजुरका काम असम्भव काम पनि सम्भव हुनेछन्। हजुरले के गर्नुपर्नेछ भन्दा हजुर कुनै पनि ठूला ठूला काम गर्न अघि लाग्नु भएको छ, हजुरले ठूला ठूला काम गर्न आट्नु भएको छ भने हजुर काम गर्न जानुभन्दा अगाडि, यात्रा गर्नुभन्दा अगाडि सुरुमा आफ्नो कुल देवतालाई सम्झेर हिँड्नुहोस्। ओम कुलदेवताभ्यो नमः, कुलदेवताभ्यो नमः। अनि पितृदेवतालाई सम्झिनुहोस्, पितृदेवताभ्यो नमः, पितृदेवताभ्यो नमः। अनि इष्ट देवतालाई सम्झिनुहोस्, इष्ट देवताभ्यो नमः। र कुल पितृ इष्ट देवतालाई सम्झिसकेपछि आफ्नो आमाको हातबाट दही खानुहोस् र हजुरले मिठो चिजहरू, मिर्सीहरू, गुडहरू खाएर निस्किनुहोस्। हजुरका कामहरू ग्यारेन्टी बन्नेछन्, हजुरका असम्भव काम पनि सम्भव हुनेछन् र हजुरको जीवनमा केही समस्या छन्, हजुरलाई केही समाधान पाउनु भएको छैन भने टिकटकको बारेमा फोन नम्बर राखिदिएको छु। हजुरले ग्रहहरू हेराएर आफ्नो जीवनका दुःखहरू मसँग भनेर दुःख साटेर हजुरको समस्याका समाधान मैले गराउनेछु। त्यसको लागि व्हाट्सएपमा जोड्नुहोस्, टिकटकको बारेमा फोन नम्बर छ र युट्युबको लिंक छ, टिकटकको बारेमा सब्स्क्राइब गर्न नभुल्नुहोस्। जय सर।